गाइस अब त लागेको प्र्याक्टिस म अनि मेरो भाइले जाँदैछौँ हो। हाम्रो भाइको चाहिँ 20 तारिकको दिन चाहिँ म्याच छ नि त होइन। फुटबल चाहिँ होइन नि, फेरि ब्याडमिन्टन म्याच छ र यता अब उहाँले जित्दै परेछ नि त। अब प्र्याक्टिस चाहिँ कडा हुँदैछ, ऱ्याकेट ब्याटहरू रहेछ होइन। जाँदैछौँ अहिले फिलहालमा। बिहानको तपाईँको 8:15 गरी छ, 8:10। रमाइलो छ। यस्तो जाडो छ बिहान। लेबुङ आइपुग्यो हामी त्यहाँ अहिले हो। ल यहाँ त्यहाँ आइपुग्यौँ हामी गोर्खा स्टेडियममा। यहाँको नजारा त्यस्तो छ। हाम्रो अनमोल भाइ हो। भाइ म्याच चाहिँ कहिले छ अरे? म्याच छ तपाईँको 21 मा। कहाँनिर तपाईँको म्याच चाहिँ? मिरिक है। फुटबल चाहिँ होइन तर ब्याडमिन्टन है। ल जित्नुपर्छ है केटा। यता प्र्याक्टिस चाहिँ जोडको हुनुपर्छ हो। म चाहिँ फुटबल खेल्न आएको, तर यहाँनिर अब उहाँ चाहिँ ब्याडमिन्टनको लागि प्र्याक्टिस। हाम्रो प्रयान सर चाहिँ अब यहाँ बिहानै रनिङको लागि अब भर्ती लाग्नु आँटेको छ है तिमी है हो। अन्त यत्तिको त हुनु पऱ्यो नि केटाहरू। अन्त यत्तिको चाहिँ हुनु पऱ्यो नि त। जो खाली छ त्यसले के गर्छ? बल रिसिभ गर्छ। सेकेन्ड म्यान जहिले पनि एक्टिभ हुनुपर्छ। के हुनुपर्छ? सेकेन्ड म्यान अलवेज बी एक्टिभ। ओके बुझ्यो? अलिक ब्याक तोड छिटै। हेलो गाइस, गुड मर्निङ। सङ्कटाको नानीहरूको त यति साह्रो राम्रो प्र्याक्टिस हुँदैछ होइन। र हेर्नुहोस् होला है यस्तो दामी हुन्छ। ठोक्यो ठोक्यो बिस्तारो बिस्तारो। तिमीले यता ल्याऊ, यतापट्टि मपट्टि बास। यता नतली नतली आरामले। रेडी बसिहाल्नुहोस् है, रेडी बसिहाल। दामी हुँदैछ होइन गाइस। आरामले आरामले स्लोली।
बिस्तारै एकपल्ट गर्दाखेरि रेडी भयो बल उफार्नु हुँदैन है खै यो त भएन रिसिभै राम्रो हुँदछ ए अँ त्यो बिस्तारै अँ 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 देऊ खै यो काटेपछि अलिक लुकअप गर न लुकअप अगाडिको मान्छेलाई हेर्नुपर्छ नि त तब हुन्छ लुकअप अगाडि टाउको फर्काउनु पर्यो टाउको फर्काऊ अब अगाडि हेर अगाडि हेर्नुपर्छ नि त त्यहाँनिर बल उयो गरेर त्यही ल अब अगाडि हेर अगाडिको रेडी हुन्छ बिस्तारै बल रोक्दा यसरी रोक्दैन